हजुरहरूलाई स्वागत छ ससी भ्लग्समा। अब भिक्टोरिया पार्क टुरोको अब चाहिँ हामी ट्रेकिङ गर्न स्टार्ट। सब थाकिसक्यो तर हामी भनेको थाक्ने, हामी भनेको चाहिँ अब आर्मी हो होइन, गोर्खालीको छोरो। माथिबाट कोही नडल है, फेरि तलै सबै हो होइन। हामी यहाँ मार्दै हिमाल चढ्न आइरहेको छौँ। एभ्री नाइट इन माई ड्रिम्स। Hey guys, welcome to my YouTube channel again to Sasi Subedi. आज चाहिँ हामी जाँदैछौँ भिक्टोरिया पार्क टुरो। म चाहिँ यहाँ हल्का कफी सिप हालिरहेको छु होइन, सो मलाई जज नगर्नु होला गाइज। हाम्रो ड्राइभर माइला चाहिँ सागर, अनि ऊ चाहिँ सरु, अनि उनी चाहिँ मगर। सागर सरू मगर अनि ऊ चाहिँ स्वास्थ्य चियाको स्रोतमा। आज म धेरै पछि चाहिँ प्यासेन्जर सिटमा बसेको छु, त्यही भएर आज मेरो हातमा मोबाइल छ। सागर सरूले पनि चाहिँ भ्लग खोल्ने भनेर सोचिरहेको छ, उनको पनि सब्सक्राइब गरिदिनु होला। अनि सागर सरूलाई भाइरल बनाइदिनु पऱ्यो है अब मेरो 2300 सब्सक्राइबरले चाहिँ। थ्याङ्क यू सो मच गाइज, वेलकम। ल गाइज अब चाहिँ हामी भर्खरै ब्रेकफास्ट गरेर यसो बाहिर निस्किरहेको छौँ होइन। बाहिर यसो मस्त घाम लगाइरहेको छ, चिसो छ तर घाम लगाइरहेको छ, विच मेक्स पर्फेक्ट वेदर फर विन्टर। अनि साथी स्माइल गरिरहेको छन् उसमा। अब ड्राइभर माइला, अब हामी जाने हो। अब उनीहरू चाहिँ वासरुम गर्छन्, कुरिरहेको छौँ उनीहरूलाई। उनीहरू आइसकेपछि चाहिँ अनि जानु पर्ला। स्टार्ट। एक्सक्युज मी गाइज। ल गाइज हामी चाहिँ पुग्यो अब भिक्टोरिया पार्क टुरोको। अब चाहिँ हामी ट्रेकिङ गर्न स्टार्ट। ट्रेकरहरू चाहिँ अगाडि गइसकेछ। यहाँ चाहिँ हाम्रो खै टोपी सोपी ल्याउने होइन, सरु सुवेदी ट्रेकर। ऊ चाहिँ साइना वाग्ले। प्योर बाहुन है, प्योर बाहुन, वाग्ले भनेर हुँदैन। अनि म त अभियसली शिशिर सुवेदी गाइस। अब ट्रेकिङ स्टार्ट। कता गएको? फ्याक्न यो के रहेछ यो? ह्यामलक ट्रायल बलमार मेमोरियल। ब्रो यो के रहेछ यो भनेको त हलमार्क बलमार मेमोरियल है यो गाई। मैले त पढेन के। गाइस म चाहिँ लास्टमा होइन, सबलाई प्रोटेक्ट गर्ने हो क्या लास्टको। म चाहिँ वुल्फको प्याकको लिडर। माथि सिधै माथि रहेछ है। ल जाडोमा चाहिँ फर्स्ट टाइम हामी ट्रेकिङ आएको हो। एकछिन हिँडेपछि त शरीर तातिहाल्छ। हिउँ छ चारैतिर, हिउँ छ होइन। अहिले चाहिँ खासै त्यस्तो धेरै परेको छैन तर राम्रो छ यार होइन। सोल्टी थाकिन्छ आज पुरै त्यो बियरहरू खाएको पुरै घट्ने होला शरीरहरू। ला थाकिसक्यो। फुच्ची तिमीमा भरोसा छैन है मलाई। फेरि मेन भरोसा फुच्चीमा छैन। उठाएर ल्याउनु पऱ्यो नि, तनाव हुन्छ हामीलाई। माथिदेखि गुल्टाउन मिल्छ कि नै? गुल्टुङ गर्दै तल। आफू नि आफू चिसो खै छोपाउँ त यो भ्लग गरौँ त। भ्लग ल सागर, लो द न्यू भ्लगर इन द टाउन गाइस, सागर सरू मगर। साथी उल्टो पारेर आफूलाई भयो अलि यति
यस्तरी ओ यस्तरी ल ल साथी ल ल मलाई देखाऊ हजुरहरूलाई स्वागत छ ससी भ्लग्समा ल म हजुरको नयाँ सहयार्थी र होस्ट सेमी होस्ट हामी ट्रेकिङको लागि हिँडिसकेका छौँ तर हामीलाई इन्ट्रोडक्सन गर्देऊ न ल सुरुमा चाहिँ बहिनीबाट इन्ट्रोडक्सन गर्न चाहन्छु बहिनीतिर क्यामेरा on the dog of this trek. This is Shaina. Hi guys. वागले And our second competitor, Competent. the owner of this vlog, the owner of this vlogging channel. Oh my god. We have Mrs. Saru. And our next guest Owner of me भन्नु न. of this vlog, we got मायालु Maya Maya. coming in this vlog, Anjali. And the semi-owner, co-founder of this vlog, we got your one and only one, Sisir. guys give some hand Okay, now I would like to hand over this vlog to this original owner. गाइस There you go, bro. यता देखाऊ त मलाई मैले चाहिँ अब गोजीमा राखेर चिया ल्याएको छु यसमा चाहिँ हैन मैले यो ज्याकेट किनेको चाहिँ यसको जोरा ठुलो छ हैन छोपेर हिँड्नु पर्दैन के यो टक्क यस्तो निकाल्ने अनि त्यसपछि यस्तो गर्ने सुप कपिउने राख्ने फेरि सब थाकिसक्यो तर हामी भनेको थाक्ने हामी भनेको चाहिँ अब आर्मी हो हैन गोर्खालीको छोरो ए साथी आर्मी साथी कता लड्न हुँदैन Spider guys. माथिबाट कोही नअडल है फेरि तलै सबै हो ल गाइज हामी चाहिँ हेमलक ट्रेल पुगिसक्यौँ उताबाट आएको हामी हाम्रो डेस्टिनेसन चाहिँ जाने यता हो अब हामी झन घङ्गुर जङ्गल छिर्दैछौँ प्योर गिल्स भन्दैछौँ हामी होइन बाटोमा जे भेटिन्छ त्यही खाने है शिशिर ब्रोले हजुरहरूको लागि आज एउटा फटेङ्ग्रा खाइदिन्छन् ओ गाइज हेभेनमा बस्ने भए चाहिँ यो मेड इन हेभेन रहेछ है यस्तो हजुर 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 ल अब यहाँ फोटो खिच्ने अरे जुत्ताको ल जुत्ताको बुढो ल गाइज अब चाहिँ हामी तल झर्दैछौँ सिँढीबाट यो सिँढी चाहिँ एकदम डेन्जरस छ हामी चाहिँ अब उता झर्ना छ होइन झर्नातिर जाने त्यहाँ सक्दो उडाइदियो यार त कुकुरले ओ माई गड मान्छे रहेछ झन् त्यहाँ न त तनाव हुने रहेछ ओ दामी रहेछ यार यो ठाउँ Bro, are you ready for the adventure? लेट्स गो बिस्तारै बिस्तारै यो त लास्ट अलि स्लोपी रहेछ कि यो चाहिँ होइन माथिबाट कोही नअडल है फेरि तलै सबै हो तलको मान्छे चाहिँ यु क्यान डु इट तल चाहिँ मान्छेहरू पनि रहेछ त्यहाँ ब्रो छोड गए छोड के लोटी हो नि यस्तै लोटी दिन्छ अलमोस्ट there's another one अब यहाँ चाहिँ खुट्टा भित्र जाला है बिस्तारै तँ चाहिँ कस्तो मजाले गएको तल दामी छ है फोटो खिच्ने हो हामी अब जाने फर्किने बेला यो पुरै जाने हो क्या ल come on guys दिदी बिस्तारै अरे मोबाइल हैन come on you can do it almost oh there you go the next one राची ब्लगै यो फेरि अनि उक्लिन सकिन्छ बरु ओर्लिन चाहिँ गाह्रो हो
यो त झन् स्टेपी छ त यार चाइनामा आए जस्तो मलाई उस्तै फिल भयो होइन मैले भन्न लागेको थिएँ किन तर कस्तो आइसै आयो पुरै जम्यो गएर पानी है पुरै जम्यो यो मनोकामनाको चिसो पानी जस्तै हो यहाँ डुब्की लगायो भने चाहिँ टक्क सब पाप भुलिन्छ एउटा if you wanna जम्प फ्रम get your द टप soul rinsed then you should dive on that water एन्ड आई and स्वर्गै you will go पुगिन्छ to heaven. यु विल गो टु हेभन Straight to होइन heaven, yes. इन समर Summer. Oh, yeah. Yes, you can swim in summer though. Like no one is gonna stop you from. यहाँ त नुहाउँछ होइन मान्छे आएर Yes, yes. या But you should come avoiding weekends because on weekends it's It will really be- crowdy and. यस यस ओ त्यसलाई चाहिँ होइन त आउनु लाग्यो त्यो लङ बाटो रहेछ होइन त्यो Shortcut. गाइज अब चाहिँ हाम्रो फोटो सोटो खिचेर भ्याइयो होइन अब हामी माथि जाँदैछौँ ल लास्टचोटि झरनाको दर्शन गरौँ नाक पुरै रातो भइसकेको छ चिसो भएर यहाँ गाइजहरूले अब फोटो सोटो भइसक्यो टिकटक बनाउने अरे हात पुरै चिसो भयो यार त्यो फ्रोस्ट बाइट भयो जस्तो लाग्यो त्यही भएर अब पर्खिने हामी अर्को पनि झरना छ भनेको सुन्थेँ अब हेर्ने हो अर्को झरना राम्रो छ कि छैन अब उता टिकटक लचक कम्मर है देउ न मर है अरू त आउँदैन है गाई झगडा चाहिँ नगराउ न यो फ्लोरिस भइरहेको छ यस्तो दामी देखेछ यार सेक्सी वेदर गो हेड ल बिहाइन्ड द सिन है लचक्क कस्तो दामी फ्लोरिस भयो है Flourishing snow. Flourishing snows. Oh my god. Right imaginary view होइन and still snow is flourishing. बारुली कमरै नाचिदेऊ टेटे ओ धन्नै भयो थियो ल गाइज यो चाहिँ यसो कस्तो चाइना आए जस्तो फिल भइरहेको छ कि भन त साथी चाइनै जस्तो चाहिँ यार यता यस्तो हेर्नु त चाइनै हो यो त यार पानी पुरै आइसहरू भइरहेछ भर्खरै हामी यहाँ आएको र अघि ए उस्तै तर झरना त के भन्नु र है माथि पनि रहेछ त ग्रुपको फोटो खिच्न भन्ने हो यिनीहरूलाई यो चाहिँ अर्को झरना भइहाल्यो गाइज अब तिनीहरू चाहिँ उहाँ यस्तो डेडली देखिन्छ यार यहाँ खस्ला कि भन्ने डर यहाँ चाहिँ यस्तो स्टेपी हिल छ यहाँ ल अब चाहिँ निस्क्यौ ओ यो मेमोरिजमा रहेछ हामीले पनि एउटा यहाँ कुर्सी स्थापना गर्दैौँ अनि हाम्रो पनि फोटो राख्यौँ यसरी In the memory of this two lovely couple. विदाउट कन्सेन्ट भिडियो खिच्यो भन्ने त होइन फोटोको Copyright out. कपिराइट आउला मलाई फेरि गाइस Andre, Fargo. That's not good. That bridge closed. Still, you're going there. See, there is temple. ओए र होइन वेलकम हो त्यो Oh, there was a landslide. That's why this bridge is closed. ब्रोस यो सँग यो ब्रिज अनि यो वाटर कस्तो खतरा आएको यार राम्रो छ है दामी देख्दैछ
It's good. It's beautiful. तर त्यहाँ ल्यान्डस्लाइड आउँछ भनेर चाहिँ कसम दिइरहेछ ल्यान्डस्लाइड प्लस सी ब्ल्याक गाइज यो चाहिँ एकदम डेन्जर ब्ल्याक आछ है थ्याङ्क यू सो मच टाइटानिक के अरे गाना एभ्री नाइट इन माई ड्रिम्स आई सी यु आई सी यु हाउ आई वान्ट टु बाई Fake it until you make it. Damn good. Go, 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 go. Saina, you can do it. Saina. Little step. Like a child. Give me your other hand. Yes. मैले बजाइदिएँ ओ यो पहाड हेर न पहाड सही देख्यो है गाइज हामी एक्चुअली नेपालमा छौँ होइन हामी यहाँ मार्दै हिमाल चढ्न आइरहेको छौँ हामी झुट बोलेको हामी क्यानाडामा छौँ भनेर चाहिँ मन्दिर जस्तो छ त यार बार्बिक्यू रहेछ क्या त्यो यहाँ त दामी उडाउँछ यार ठाउँ रहेछ यसमा हाम्रो चाहिँ मन्दिर जस्तो है मुस्ताङतिर बार्बिक्यू गर्ने ठाउँ रहेछ यो चाहिँ गाइजहरू चाहिँ उता चिसो छ यार मेरो चिसो भयो यार कस्तो राम्रो है यो ठाउँ गाइस तर एकदमै राम्रो यो चाहिँ कस्तो फराकिलो ठाउँ हेर्नलाई चाहिँ यो चाहिँ पुरै यो स्टेयर त पुरै माथि जान्छ यार स्वर्ग जाने बाटो हो यो त वे टु हेभन हेर न अब यो हो क्या अब जेकब लाग्यो स्वर्ग जाने बाटो यहाँ त मुभी सुट गर्न आयो भने गाइस ल अलमोस्ट हामी आजको हाम्रो ट्रेकिङ भ्याइन लागिसक्यो होइन अब धेरै छैन अब पुगिहाल्छौँ छिटै टु मच कोल्ड इट्स टु कोल्ड त्यहाँ चाहिँ जर्मन सेफर्डलाई चाहिँ सिकाइरहेछ ट्रेनिङ दिइरहेछ के जर्मन सेफर्डलाई टोकिदियो भने पनि थाहा हुन्छ मलाई त भर लाग्दैन कुकुरहरूको त मेरै कुकुरले टोक्यो यार जिनीले क्यानाडा आउनुभन्दा पहिला एक दिन पहिला चाहिँ टोकिदियो अनि मैले त 2टा मात्र सुई लगाएँ 3टै सुई लगाउन पाएन ल 2टा डोज चाहिँ मैले होइन 1 हप्ता अगाडि टोकिदियो क्या अनि 2टा डोज चाहिँ मैले नेपालमै लाउनु भयो एउटा डोज चाहिँ मैले यहाँ लाउँछु भनेर सोचिरहेको थिएँ तर अब यहाँ आइसकेपछि फर्स्टमा थाहा भएन कता के जाने भन्दा अनि यहाँ केही पनि हुँदैन बच्चा थियो 3 महिनाको तर केही पनि हुँदैन भनेर अनि छोडिदिएको गाइस ल हाम्रो आज फाइनल्ली ट्रेकिङ भइसकेको छ अनि आज बिहान हाम्रो स्टार्ट गरेको ट्रेकिङ चाहिँ 10 बजे थियो अहिले चाहिँ कति बज्यो 2:30 इस भइसक्यो 2:30 भइसक्यो होइन लगाइज एभ्रिवान होइन अब यस्तो बाई आफ्नो नाम भनौँ अनि बाई भनौँ है ल एभ्रिवान थ्याङ्क यू सो मच फर वाचिङ एन्ड सी यु इन नेक्स्ट ब्लग बाई Like and subscribe. Bye. Thank you so much. Bye. Thank you for watching.